18 लाख झन्डै 18 लाख रुपियाँ तपाईँहरूले एकै दिन टिप्स पाउनुभयो। ओहो, विवेक ओबराईको भिल्लामा आएर सलमान खानले तपाईँलाई 7,000 टिप्स दिनुभयो। दर्शकवृन्द नमस्कार, हामी यति बेला दुबईमा छौँ। बागेश्वर बाबा यति बेला अंकुर अग्रवाल र बलिउड एक्टर विवेक ओबराईको यो भिल्लामा बसिरहनु भएको छ र हामी यहाँ तपाईँहरूलाई विभिन्न कुराहरू अपडेट गराइरहेका छौँ। एकदमै खुसी लाग्यो मलाई यो भिल्लाभित्र आउँदाखेरि। सबैजना नेपाली ढाका टोपी लगाएको होइन, नेपाली हुनुहुन्छ सबै। तपाईलाई त चिनेको भनेर भन्नुभयो उहाँहरूले, एकदम खुसी लाग्यो। आज बागेश्वर बाबाले के खानुहुन्छ, उहाँहरूले के बनाएर खुवाइरहनु भएको छ, कसरी सेवा गरिरहनु भएको छ, यहाँ कार्यक्रम हुँदै गर्दा के भइरहेको छ भनेर उहाँहरूसँग कुराकानी गर्छु। नमस्ते, तपाईँहरूलाई स्वागत छ। नेपाली ढाका टोपी लाएर बस्नु भएको छैन? हजुर। अनि दुबईमा ढाका टोपी लाएर बस्दाखेरि चाहिँ यहाँ केही भन्नुहुन्न सर्भ गर्दा यताउता? न झन् धेरै खुसी हुनुहुन्छ। यहाँ टोपी आफ्नो नेपाली परिचय देखाउँदाखेरि अत्यन्तै खुसी हुनुहुन्छ यहाँका साथीभाइहरू। तपाईँको नाम चाहिँ के हो? मेरो राजु कौशल। राजु कौशल। हजुर। तपाईँको नाम? हजुर नमस्ते, म शङ्कर सुनार हो। म चाहिँ कौल वस्तु, मेरो घर चाहिँ यहाँ चाहिँ दुबईमा। हामी धेरै वर्ष भइसक्यो यहाँ सबैजना मिलेर काम गर्न लागेको। यहाँ हाम्रो यो गेस्ट हाउसमा अनेक थरी बागेश्वर बाबाहरू, एक्टर सलमान खान, तपाईँको शाहरुख खान। सलमान खान ल्याउनु भएको थियो? हजुर हजुर, सलमान खानलाई खुवाउनु भएको छ? ल्याएको छ। अनि धेरै एक्टरहरू आउँछ, विवेक ओबराई। अनि यो गेस्ट हाउस चाहिँ हाम्रो अङ्कुर सरको हो र अनि फेरि विवेक ओबराई साथमा दुईजना पार्टनर हुनुहुन्छ। आज डाक्टर विवेक वृन्दा पनि विवेक ओबराईसँग हुनुहुन्छ, आउनुहुन्छ होला उहाँ पनि? हजुर हजुर। अनि हाम्रो नेपालको पुनव यादव दिदी पनि, अनि उहाँले चाहिँ गेस्टहरू लिएर आउनु भएको थियो। अहिले के नाम अरे उहाँको, बागेश्वर बाबालाई उहाँले लिएर आउनु भएको थियो। अनि उहाँहरूलाई चाहिँ हामीले खाना खिलाएर धेरै। ल अब अनि तपाईँ पनि चिटिक्क हुनुभएको छ। तपाईँको नाम भन्नु? मेरो नाम सन्जु कौशल, म यहाँको सेफ हो। म चाहिँ 2 वर्ष भइसक्यो। ढाका टोपी लाएर सर्भ गरिरहनु भएको छ, कस्तो मजाको कुरा कि दुबईमा, त्यही पनि इन्डियन सेलिब्रिटी, विभिन्न यो विश्वले मानिरहेका व्यक्तित्वहरू यहाँ आउनुहुन्छ। तपाईँहरू ढाका टोपी लाएर नेपालको पहिचान उहाँहरूलाई देखाइरहनु भएको छ। हामीलाई अरबी होस् अङ्ग्रेजी होस्, सबैले हामीलाई नेपाली हो भनेर हाम्रो यति एकदम ठुलो हाम्रो सम्मान बढिरहेको छ। हामीलाई एकदम आफ्नो गर्व लाग्छ हामी नेपाली हो भन्ने। हामीले मिठो खाना, हाम्रो सलमान खान, पृथ्वी शाह होइन, तपाईँको खेलाडी, आइपिएल खेलाडीहरू थुप्रै, हाम्रो जति पनि सेलिब्रिटी इन्डियाको, हरियाणा, दिल्ली, चण्डीगढ, पन्जाबदेखि सबै आउँछन्। हामीले मैले नै पकाएर खुवाउँछु, सबै खुसी हुनुहुन्छ। र हाम्रो चाहिँ गेस्ट हाउसको हाम्रो बोस हुनुहुन्छ विवेक ओबराई र हाम्रो अंकुर सर अग्रवाल हुनुहुन्छ। उहाँले हामीलाई एकदम धेरै सम्मान गर्नुहुन्छ र हामी पनि एकदम धेरै खुसी छौँ हामीले यो गेस्ट हाउसमा काम गर्नु। त सेफमा टाउको माथि अर्कै के लाउँछ नि, के भन्छ त्यसलाई? मैले चाहिँ आफ्नो परिचय, म नेपाली हो, मैले नेपाली फुड बनाउँछु र मैले सबैले विश्वलाई आफूले खुवाउनको लागि म नेपाली टोपीलाई मैले लगाएको छु। अनि सलमान खानले चाहिँ के मगाउनुहुन्छ, के चाहिँ धेरै मन पर्ने चाहिँ उहाँलाई? चाहिँ धेरै ननभेज अनि स्न्याक्सहरू धेरै खाने, डाइटिङ फुड खानुहुन्छ, भेजिटेबल, स्टिम भेजिटेबलहरू धेरै प्रकारको खाना खानुहुन्छ। उहाँले धेरै हेभी खाना खानुहुन्न र हामीलाई पनि धेरै खुसी लाग्छ ठुल्ठुला एक्टरहरूसँग काम गर्न पाउँदा। धेरै खुसी छौँ हामी। अझै पनि ठुल्ठुला मान्छेहरू आउँदै हुनुहुन्छ। अझै आशा कहिले काहीँ तपाईँहरूले राम्रो सर्भ गर्नु रहेछ, तपाईँ शालीन हुनुहुन्छ, व्यवहार राम्रो छ, विश्वासिलो हुनुहुन्छ भनेर एउटा फिल्म नै खेलाउने हो तपाईँलाई भन्नुहुन्न? सुटिङ भइरहन्छ, हाम्रो सुटिङ, हाम्रो बिचमा सुटिङ भइरहेको छ। हाम्रो एकदम धेरै फिल्ममा नि देख्नु भएको छ? सुटिङ भइरहेको छ, बिचमा हामी आइरहेको छौँ होइन, खाना बनाएको। र यस्तो छ कि हामीलाई सबभन्दा खुसी त हामी एउटा सबै हाम्रो एउटा ग्रुप छ। हामीले ग्रुपले सबैले राम्रोसँग हामीले खानासाना यताउति सबै बन्दोबस्त गर्छौँ। अनि हाम्रो सेलिब्रिटीहरूले धेरै राम्रो टिपहरू दिनुहुन्छ, हामीलाई एकदम खुसी लाग्छ। हाम्रो नेपाली, हाम्रो नेपालको हाट एकदमै त्यस्तै छ भन्ने। सलमान खानले चाहिँ कति टिप्स दिनुभयो? उहाँले त्यो 6-7 हजार रुपियाँ दिनुहुन्छ आएपछि। 6-7 हजार दिनम? ओ माई गड, तपाईँको त है तलब कति हुन्छ पत्ता दिनु? अब हाम्रो स्यालेरी चाहिँ, मेरो स्यालेरी चाहिँ 4,000 रुपियाँ छ। त्यो टिपसिप कमाएर चाहिँ 7-8 हजार रुपियाँ हुन्छ हाम्रो। 7-8 हजार रुपियाँ कमाउनुहुन्छ। अनि यता हुनुहुन्छ सर, नमस्ते। नमस्कार हजुर, मेरो नाम डबल एसनर, घर प्युठान पूजा। प्युठान हो है? प्युठान हो। तपाईँ चाहिँ यहाँको के हुनुहुन्छ, उहाँ सेफ हुनु रहेछ? हेल्पर होम। हेल्पर हुनुहुन्छ होइन? 3जना कुक छ। 3जना कुक हुनुहुन्छ। अनि कति छ तपाईँको चाहिँ? मेरो स्यालेरी 2500 छ। अनि कस्तो लाग्छ यसरी त ठुल्ठुला सेलिब्रिटीहरू, विश्वले मानेका व्यक्तित्वहरूलाई सर्भ गर्दा, खुवाउँदा होइन, दुबईमा बसिरहनु भएको छ, कस्तो लाग्छ? एकदमै राम्रो लाग्छ। धेरै राम्रो एक्टरहरू आइराख्नुहुन्छ यहाँ। हामीले सेवा पनि गरिरहेको छौँ। हामी सबै स्टाफ हो, 2जना स्टाफ छुट्नु भएको छ। 2जना स्टाफ छुट्नु भएको छ। पक्कै पनि उहाँहरूले पनि हामीलाई आउँदा बित्तिकै मलाई पनि चिन्नु भएको रहेछ, एकदमै राम्रो रेस्पेक्ट गर्नुभयो। अनि तपाईँहरूले यहाँ मान्छेको भिडभाड हुँदा लुकी पल्लो रुममा, यताको रुममा लगेर पनि हामीलाई आउनुहोस् है सर भनेर खुवाउनु भयो। नेपाली भाषी यस्तो आत्मीयता, नेपालीले आत्मीयता हुन्छ, माया लाग्छ नि। को 2जना साथी छुट्नुभयो? हाम्रो माधव र सुरज छुट्नु भएको छ।
सुत्नु भएको छ होइन? हजुर, दुईजना। अनि जस्तै यो हामीले सुनेको विवेक ओबराएर चाहिँ सलमान खानको त बलिउडमा चाहिँ उहाँहरूको कन्ट्रोभर्सी के आयो होइन, उहाँहरू बोलचाल छैन भन्ने जस्तो नि कुरा सुन्थ्यौँ। तर दुबईमा आएर विवेक ओबरायकै भिल्लामा चाहिँ सलमान खान बस्नुभयो त? यस्तो कि अब भित्रभित्रै तपाईँको अब बाहिरी मान्छे होइन, पत्रिकाले अब राम्रो नराम्रो न्युज छाप्छन् होला, तर उनीहरू सबै फ्रेन्डहरू हुन्, उनीहरू सबै मिलिजुली काम गरिरहेको छन्, एकदम राम्रो फ्रेन्ड हुनु। किन विवेक ओबरायको भिल्लामा आएर सलमान खानले तपाईँलाई 7,000 टिप्स दिनुभयो। हजुर हजुर। अनि त्यो पृथ्वी शाहहरू हुनुहुन्छ होइन, क्रिकेट खेलाडीहरू, अनि इन्डियाको पन्जाबी सिङ्गरहरू, टप सिङ्गरहरू आउनुहुन्छ होइन। यहाँ चाहिँ एकदम रिल्याक्स भएर जानुहुन्छ कि, जाँदाखेरि धेरै रमाइलो लाग्छ हामीलाई। तपाईँहरूलाई सबैले एकैचोटिमा फ्रेममा ल्याउँछु, सँगै गुजुक्क बस्नु न होइन। तपाईँहरू चाहिँ यसरी टक्क बसेर उहाँहरूले सर्भ गर्नुहुन्छ सलमान खानलाई, विवेक ओबरायलाई, डाक्टर विवेक वृन्दा पनि आउनु भएको छ, क्रिकेट खेलाडी, आइपिएल खेल्ने खेलाडीहरू, अनि सिङ्गरहरू, एक्टरहरू सबलाई नेपाली टोपी ढाका टोपी ल्याएर उहाँहरूले खुवाउनुहुन्छ, उहाँहरूले वेलकम गर्नुहुन्छ, स्वागत गर्नुहुन्छ होइन। अनि उहाँहरूलाई सर्भ गर्दा चाहिँ तपाईँहरूलाई कस्तो लाग्छ? एकदम खुसी लाग्छ। हामी यति ठुलो सेलिब्रिटी मान्छेलाई हामीले खाना खुवाउँदा अनि सर्भ गर्दा धेरै राम्रो लाग्छ, धेरै खुसी लाग्छ। हामी एकदम खुसी छौँ। हामी कहिले काहीँ दुःख हुन्न? कति घन्टा काम गर्नुपर्छ तपाईँहरूले यहाँ? एकदम भिडभाड देख्छु क्या मैले चाहिँ यहाँ। हुँदाखेरि चाहिँ हामीले 24 आवर्स काम गर्नुपर्छ, नहुँदा चाहिँ हामी 15 दिन पनि बस्नुपर्छ। हामीलाई रिल्याक्स छ, हामी एकदम खुसी। एसी भित्र टक्क बसेर 15 दिन मोबाइल चलाएर पनि बसिन्छ होइन। अब कहिले काहीँ फेरि 24 घन्टा नसुतिकन पनि काम गर्नुपर्छ। हजुर, भित्रै स्विमिङ छ, जिम हल छ, अनि सबै एभ्रिथिङ हामीलाई भित्रै छ। हामीले केही चिज पनि हामीले बाहिर किन्नु पर्दैन, एकदम रमाइलो छ। हामी एकदम खुसी छौँ। अनि विवेक ओबरायले चाहिँ कतिको माया गर्नुहुन्छ? धेरै माया गर्नुहुन्छ उहाँले चाहिँ। आएपछि मलाई चाप खानुहुन्छ, उहाँले धेरै स्पाइसी खानुहुन्न। आएर यस्तो होइन, एकदम टेस्टी छ तपाईँहरूले बनाएको फुड, मलाई नेपालीले बनाएको फुड धेरै मनपर्छ भन्नुहुन्छ, त्यही नै हामीलाई गर्व लाग्छ। इन्डियन तपाईँहरूले चिनेको एकदमै चर्चित सेलिब्रिटीहरू यहाँ आउनुहुन्छ। सलमान खान, विवेक ओबराय लगायतका चर्चित सिङ्गरहरू पनि यहाँ आउनुहुन्छ, क्रिकेट खेलाडी यहाँ आउनुहुन्छ। तर उहाँहरूले यो नेपाली टोपीसँगै उहाँहरूले नेपाली भोजनको पनि चिन्जान गराउनुहुन्छ, खुवाउनुहुन्छ। नेपाली भोजन नि खुवाउनु पर्छ। मोमोज खुवाउँछौँ होइन, नुडल्सहरू खुवाउँछौँ। हाम्रो स्न्याक्समा चाहिँ भेज स्टिममा हामीले चाहिँ मोमोज नै खुवाउँछौँ, किन सर हाम्रो नेपाली फुड हो, तपाईँहरूले टेस्ट गर्नुहोस् भन्दाखेरि एकदम राम्रो मान्नुहुन्छ। म चाहिँ जता कतै जान्छु क्या, तर मैले नेपाली कस्तो राम्रो सेफहरू पनि चिनेको छु, मेरो दाइ पनि सेफ हुनुहुन्छ। तर प्रायले चाहिँ ढाका टोपी लगाएको मैले देखेको छैन। तर तपाईँहरूले चाहिँ ढाका टोपी नै लाएर आएदेखि सर्भ गर्नुभयो होइन। ढाका टोपी मन पराउनु छ, ढाका टोपी मन पर्छ एकदम नेपाली टोपी भनेर। ढाका टोपी नै लगाऊ भन्दा हाम्रो अफिसमा पनि सबै स्टाफले नै ढाका टोपी लगाउँछन्, हाम्रो स्टाफहरूले। अहिलेसम्म तपाईँहरूले म्याक्सिमम टिप्स पाएको चाहिँ कति हो, कोसँगबाट? हामीले चाहिँ विवेक ओबराय र यो शोभा कम्पनी, शोभा रिलिटीको बोस हुनुहुन्छ, अनि मलाई चाहिँ 6,000 दिनुभएको मैले मटन राइस बनाउँदाखेरि। अरू साथीहरूले चाहिँ 5,000 रुपियाँ टिप दिनुभएको। 45,000 एक रातमा पाएको छौँ। एक रातमा 45,000 दिराम। ओ माई गुडनेस। त्यही भएर चाहिँ हामी एकदम खुसी। 45,000 दिरामको कति हुन्छ नेपाली? त्यो चाहिँ कन्भर्ट गोल्ड गर्नुपर्छ। टिप्स चाहिँ मिलेको थियो त्यतिखेर, गोल्ड टिप्स। गोल्ड टिप्स भनेको 45,000 रुपियाँ सब चिजले सेयर गर्ने हो त्यो पुरा। 50,000 दिरामको 36 भनेपछि 16 दुना 32 कति 36 भने 18। हजुर, 18 लाख, झन्डै 18 लाख रुपियाँ तपाईँहरूले एकै दिन टिप्स पाउनुभयो। ओहो, कति भाग्यशाली। कति पहिला हो त्यो पनि हाम्रो आएको 2 महिना भएको थियो, सिर्फ 2 महिना। यो बिल तपाईँ आएको 2 महिनामा 2 महिनामै तपाईँले सेलिब्रिटीले खुसी बनाउनु भयो, मिठो खुवाएर नेपाली ढाका टोपी लाएर। एकदम खुसी छौँ अहिले हामी, धेरै रमाइलो छ। हजुर, मजाक होइन, रियल कुरो नै हो। सबै गोल्ड टिप्स बाँड्दाखेरि चाहिँ सब साथीहरूले चाहिँ सेयरिङमा बाँडेको अनि फेरि त्यो कतिजना हुनुहुन्थ्यो बाँड्ने? अनि त्यतिखेर 6 जना 7 जना त्यस्तै। 6 जना 7 जना है। लोट्री पर्छ, घरका त खुब खुसी हुनु भएको छ। सबै पैसा पठाउनु भयो कि यता मोज मस्ती? एकजना साथीले भन्दै थियो के अरे 1 सालमा 10 लाख रुपियाँ पठाइदिएको थियो भन्थ्यो है, एउटा घरभित्र बसेर होइन। कतिपय त नेपालीहरूले पनि यस्तो दुःख पाएको देख्छु, बाहिर निस्किँदा घाम हेर्नु त सास फेर्न नसकिने घाम छ, त तातो हावा आउँछ होइन, त्यस्तोमा नि काम गर्यो। यो दुबई भित्रमा फर्स्टचोटि मैले देखेँ कि यस्तो हाम्रो साहु भन्ने बोस भनेको पहिलोचोटि लाइफमा पहिलोचोटि देखेँ। मैले 7 वर्ष भयो दुबईमा काम गर्न लागेको, मैले 3 ठाउँ जब चेन्ज गरेँ, अहिले मलाई यहाँ 2.5 साल हुन लाग्यो। अनि तपाईँको मैले पहिलोचोटि देखेँ यस्तो आफ्नो साहु भनेको मान्छेले भन्छ नि तारिफ गर्छ भन्छ होइन, तारिफ त हुँदैन, जो गरेको चिज नि त्यो चाहिँ तारिफ त गर्नै पर्छ। भने पछाडि तपाईँहरू आउँदै खुसी हुनुभयो यो ठाउँमा? हजुर, एकदम खुसी छौँ हामीलाई। अनि बसहरू पनि खुसी हुनुहुन्छ, सबैभन्दा मान्छेको काम। मान्छेलाई राम्ररी तलब छ अरे यहाँ? स्टार्टिङ 1,50,000 देखि स्टार्टिङ छ हाम्रो चाहिँ। मान्छेलाई पनि? मान्छेलाई पनि। अब तपाईँ आफै लगाउनुहोस्। यहाँ क्लिनरमा आए पनि 1,50,000 कमायो? हजुर हजुर। हसमुख बाबा आउनु भएको छ नि, खाली फ्लाइटमा मात्र हिँड्ने बाबा, जहिलेसुकै जमिनभन्दा बढी माथि फ्लाइट
लगायतमै उडिराख्ने बाबा उहाँले पनि बहुत तारिफ गर्नुभयो जानेका मन नै कर आयो भन्नु तपाईँहरूको सर्फ देखेर ए हो अनि कोही ठाउँमा यस्तो हुन्छ कि ओ नेपालीलाई केयर गर्छन् अरूलाई मतलब गर्छन् भन्ने हुन्छ होइन तर यहाँ चाहिँ त्यो केही मतलब हुन्न कि यहाँ चाहिँ जो पनि आउँछ यताउता होइन आफ्नो गाउँको आउँदा झन् धेरै खुसी लाग्ने कि आफ्नो गाउँ ठाउँको आउँदाखेरि धेरै खुसी लाग्ने महत्त्वपूर्ण लाग्ने आफ्नो साथीभाइ दाइ भाइ जस्तो लाग्ने कि मेरो भिडियो हेरिरहनु हुँदैन हजुर हेर्ने हजुरको छोरी पनि हामीले हेर्छौँ हेर्नु 8-9 महिना जति भयो कि हजुरको छोरी भएको नाचो हेरिरहन्छौँ तपाईँको हेर्नु बडा खुसी लाग्छ कि कति फुर्तीसँग नाच्नुहुन्छ भन्ने लाग्छ हेर्नु अब हामी नेपालमा हुन्छौँ होइन केही भ्यालु हुँदैन के हामी परदेशमा हिँड्छौँ नि हामीले नेपालीको के जे चिजको पनि के इन्ट्रेस्ट हुन्छ क्या मान्छेलाई तर अब फेरि हामी नेपालमा हुन्छौँ हाम्रो नेपालीको नै भ्यालु हुँदैन अब परदेशमा आइन्छ फेरि हामीले परदेशमा चाहिँ अब तपाईँको सेलिब्रेटी भयो तपाईँको यो पत्रकारहरू भयो केही चिजको पनि हामीले हेर्छौँ नि त सपोर्ट हुन्छ होइन झन् धेरै अगाडि बढ्नुहुन्छ भन्ने त्यतापट्टि सोध्छौँ हेर्नु नेपालप्रतिको माया नेपालीप्रतिको माया एकदम अथाह छ र दर्शकवृन्द बागेश्वर बाबालाई पनि उहाँहरूले खुवाइरहनु भएको छ बागेश्वर बाबा कस्तो स्वभावको हुनुहुन्छ के खानुहुन्छ यो भिल्लाभित्र बस्दाखेरि बागेश्वर बाबा 4-5 दिन बस्दाखेरि उहाँहरूले के अनुभव गर्नुभयो के देख्नुभयो बागेश्वर बाबा चाहिँ पहिले नै घरभित्र बसेर प्लानिङ बनाउनुहुन्छ पर्चा लेख्नुहुन्छ अनि प्लानिङ बनाएकै मान्छेलाई बोलाउनुहुन्छ भन्ने खालको बाहिर हल्ला पनि छ उहाँहरूले के देख्नुभयो म सोध्छु उहाँलाई बागेश्वर बाबा चाहिँ कस्तो लाग्यो भन्नु एकदम हामीलाई धेरै खुसी लाग्यो उहाँले जस्तो भन्नुहुन्छ नि त्यो सेम रियलिटी हो किनकि उहाँले केही गर्नुभन्दा पहिले उहाँले चाहिँ भविष्यवाणी गरिनुहुन्छ पर्चा बनाउनुहुन्छ यो चाहिँ हामीले एकदम विश्वास लाग्छ किनकि मैले पहिला भिडियो हेर्थेँ मलाई यति विश्वास लाग्दैन जब मैले अहिले फेस टु फेस नजिकै देखेँ नि मैले स्वयं रियल मैले देख्दाखेरि मलाई एकदम गर्व लाग्छ मलाई यो मान्छे बाबा गुरुजी हाम्रो एकदम ठुलो गुरुजी हुनुहुन्छ भनेपछि मान्छेको त्यो खालको त्यो समस्या समाधान गरेको अनि के अरे भविष्यको विषय हुने कुरा थाहा पाएको अथवा उसको विषयमा भइसकेको कुरा थाहा पाएको रियल हो सबै रियल हो मैले पनि खुद स्वयं म माथि गएर होइन माथि बस्नुहुन्थ्यो म माथि गएर मैले सुने होइन बुझ्दाखेरि मलाई एकदमै राम्रो लाग्यो हो रियली कुरा यो बाबाले चाहिँ के खानुहुँदो रहेछ तपाईँ सेफ भएर मिठो बनाएर खुवाउनु भयो मैले चाहिँ ब्रेकफास्टमा स्प्राउन्स खानुहुन्थ्यो अनि फ्रुटहरू खानुहुन्छ जुस स्प्राउन्स भनेको चाहिँ के हो त्यो मुङको दाललाई हामीले चाहिँ भिजाएर 1-2 दिन पहिले भिजाएर चाहिँ हजुर त्यो खानुहुन्थ्यो अनि त्यसपछि उहाँले जस्तो साउथ इन्डियन फुड के तपाईँ इडली साम्बार होइन तपाईँको पोहाहरू खाने होइन एकदम हल्का खानुहुन्छ धेरै खाना खानुहुन्छ जस्तै योगीहरू जोगी तपस्वी सन्तहरूले चाहिँ यो हामीले सामान्य खाने भाँडाकुँडामा खानुहुन्न क्या उहाँले चाहिँ कस्तो उसमा खानु उहाँले चाहिँ माटोको भाँडो माटोको भाँडो अनि काठको भाँडोमा खानुहुन्छ भएसम्म त उहाँले काठकै भाँडा युज गर्नुहुन्छ तपाईँको चम्मचदेखि लगाएर प्लेट गिलास है अनि उहाँले चाहिँ चिया पिउने चाहिँ नरियलको हुन्छ नि त नरियलको खोपा हजुर उहाँकोमा चाहिँ चिया पिउनुहुन्छ उहाँले चाहिँ हरेक चिजहरू उहाँको एकदम डाइटिङ अनि तपाईँलाई त्यो सामानहरू बागेश्वर बाबाको बाट लिएर तपाईँले यहाँ सामानमा त्यो चिया यहीँबाट हालेर लैदिने हो कि अथवा स्पेसल तरिकाले अर्कै तरिकाले बनाइदिनु पर्छ खाना हामीले यहीँ बनाइदिएर उहाँको चाहिँ प्लेटमा सजाइदिनु पर्छ अनि खासो भने त उहाँको सेफ पनि आउनुभयो थियो तर उहाँको सेफले चाहिँ केही गर्नु भएन हाम्रो खाना देखेर एकदम उहाँको बागेश्वर बाबाको पर्सनल सेफ पनि इन्डियाबाट इन्डियाबाट चाहिँ दुबई आउनुभयो तर नेपालीको चाहिँ पकाएको स्टाइल देखेर उहाँले तपाईँहरूको माया प्रेम देखेर सरसफाइ देखेर होइन तपाईँहरूको वेलकमिङ त्यो नेचर देखेर तपाईँले त उहाँले आँखा हेर्दा बित्तिकै सबै कुरा थाहा पाइहाल्नुहुन्छ नि तपाईँले भने हजुर अनि उहाँले चाहिँ एकदम खाना राम्रो छ अझै पनि नेपालीको छोरा हो अझै अगाडि बढा भन्नुहुन्छ त्यही नै खुसी लाग्छ हामीलाई नेपालीलाई एकदम माया गर्नुहुन्छ है बागेश्वर बाबाले गर्नुहुन्छ धेरै सपोर्ट गर्नुहुन्छ बागेश्वर धाम गुरुजीले धेरै सपोर्ट गर्नुहुन्छ ठट्री के नकट्टा त भन्नु भएन नि तपाईँलाई होइन नेपालीको छोरा जय श्रीराम भन्दै हुनु त मलाई पनि थ्याङ्क यू गुरुजी एकदम गर्व लाग्छ हजुरले भेट्न पाएर तपाईँलाई कस्तो लाग्यो एकदम गुड एकदम राम्रो यार मान्छे नेचरबाट चाहिँ यति राम्रो मनदेखि चाहिँ राम्रो यति राम्रो लाग्नुहुन्छ नि कसमसँग मैले यस्तो हेरिराखौँ कि जस्तो लाग्ने के आँखामा हेर्दा नि है कस्तो आग्रसित के मान्छेहरू होइन बाबा भन्दै थियो कोही डराउने खालको कोही कस्तो होइन यस्तो हुन्छ नि उहाँ चाहिँ एकदम स्वभावै एकदमै राम्रो के उहाँको अनि बोली यति मिठास जान्छ नि बोली है रिसाएर बोले अस्ति हो कि हिजोको मान्छेलाई यस्तरी मारुङ्गमा तिरेको चुकर भन्नुभएको थियो नि त्यसमा पनि एकदम मिठास गएको थियो के है तपाईँ त हुनुहुन्थेन होला साँझको कुरा त्यो चिजमा नि मिठास गएको थियो के म पनि अचम्म परेँ मैले पनि बाहिरबाट देखेको हो नि त बागेश्वर बाबासँग सँगैको रुममा बसेँ गफगाफ गरेर माया प्रेम साँच्यो अरुण स्वामीजीका
त्यो अरुण साईका पग्लाए भन्नुभयो होइन, त्यसो हाम्रै घरकै व्यक्ति हो भन्नुभयो, मलाई पनि हाम्रै घरकै व्यक्ति हो, सन्यासी अरुण स्वामीका पग्लाए भन्नुभयो, ओसोलाई प्रेम छ भन्नुभयो, अरुण स्वामीजीलाई सम्झना छ, रेस्पेक्ट छ भन्नुभयो। अनि हँसाइदिनुहुन्छ कि केही न केही कुरामा क्या केही कथाहरू यताउता सुनाउँदा बिचमा फेरि हँसाउने के बानी कि है, केही न केही भनेर नि हँसाइदिने कि। उहाँको छेउमा जाँदा चाहिँ एकदम आनन्द आउने कि जस्तो केही पीर दुःख पीडा हुन्छ नि मान्छेलाई, कि जस्तो केही मान्छेलाई मलाई टेन्सन छ भने उहाँको छेउमा जाने पनि उहाँलाई हेर्ने पनि एकदम आनन्द महसुस हुने कि। पुरुषहरूको खास त्यो औराले काम गर्ने त्यो भन्छ नि, मान्छेले बागेश्वर धाम भनेर चिन्नुहुन्छ भनेर मैले उहाँलाई भनिरहन्थेँ, खोइ थाहा छैन भन्थे। जे दिन देख्नुभयो नि त्यहाँदेखिबाट त उहाँको मोबाइलमा नि एनी टाइम उहीँको भिडियो बताइदिनु न कस्तो लाग्यो बागेश्वर बाबालाई चाहिँ? एकदम राम्रो लाग्यो। पहिला मैले त्यति चिनेको छैन होइन, त्यति हेर्ने त्यति थाहा हुन्छ। यहाँले सोध्नुभयो भने त्यसपछि मैले युट्युबमा सर्च गरेँ। युट्युब हेर्दै नहेरेको मान्छेलाई पनि त्यति फेमस मान्छेलाई नि तपाईँले आफै बनाएर खाना खुवाउनुहुन्छ, ए फेस टु फेस भेट हुन्छ भन्ने तपाईँले सोच्नु भएको थिएन, कल्पना गर्नु? कल्पना समय गरेछ त्यति थाहा पनि थिएन त्यो के। पछाडि यहाँले भन्नुभयो भने युट्युबमा सर्च गरेर हेर्दाखेरि यहाँ उहाँको त्यो बोली विचार त्यो जनता मतलब मान्छेहरूलाई गर्ने जो उहाँको व्यवहारले एकदमै राम्रो लाग्यो मलाई। एकदम गजब लाग्यो होइन बागेश्वर बाबा जुन गर्नुहुन्छ नि, मान्छेको त्यो समस्याहरू समाधान गरिदिएको, समाधान गर्ने उहाँको त्यो चाहिँ कस्तो विशाल लाग्छ तपाईँलाई? एकदम लाग्छ है। हजुर, मान्छेले भन्छन् नि भगवान् छैनन् भनेर, भगवान् छन्, मान्छेले देखेको छ के। बागेश्वर बाबा तपाईँले देख्दाखेरि भगवान् जस्तै लाग्छ। उहाँमाथि चाहिँ भगवान प्रत्यक्ष, उहाँमाथि चाहिँ भगवान हुनुहुन्छ क्या, उहाँलाई शक्ति चाहिँ मिलेको हो क्या उहाँलाई। हामीले भन्छौँ नि भगवान हुनुहुन्छ, तर उहाँ चाहिँ बागेश्वर बाबाले प्लानिङ गरेको घरमै प्लानिङ गर्नुहुन्छ, अनि त्यसरी आफ्नै ग्रुपभित्र मान्छेले टाढा बोलाउनुहुन्छ, अनि त्यस पछाडि काम गरेको चाहिँ गर भन्नुहुन्छ भनेर बाहिर हल्ला छ क्या। तपाईँले त घरमै राखेर खुवाउनु भयो, बस्नुभयो, सँगै बस्नुभयो, यही घरबाट बाहिर निस्केर त्यत्रो भिडमा जानुहुन्छ होइन, यहाँभित्र चाहिँ के हुन्छ त तपाईँलाई थाहा छ नि त। त्यस्तो चाहिँ हुँदैन जस्तो लाग्छ क्या मलाई। मान्छेले भन्छन् नि उहाँको चाहिँ केही पहिले पेपरमा लेखेर अनि फेरि त्यही चिज बताउनुहुन्छ, मान्छेहरूलाई चाहिँ बेकु बनाउनुहुन्छ भन्छ नि, तर त्यो चाहिँ होइन क्या। मलाई जस्तो लाग्छ कि उहाँको आत्मामा नि पहिले म त्यहाँ उहाँको अगाडि जानुभन्दा पहिले नि उहाँको आत्मामा मेरो कहानी नि उहाँको दिल र दिमागमा अलरेडी एन्ट्री भइसकेको हुन्छ होला जस्तो लाग्छ। यहाँ पनि कतिपय आउँदा भिडभाडमा समस्या भएको चाहिँ त्यो अस्ति एउटा बच्चा लिएर आउनुभएको थियो होइन, अनि कसैले माथि उहाँलाई जानकारी गराएको थिएन, उहाँ सिधै यहाँ आइसकेपछि भन्नुभयो कि त्यो समस्या भएको बच्चा अगाडि लिएर आइज भन्नु, त्यत्रो भिडभाडमा होइन, अनि एउटा समस्या भएको बच्चा यहाँ रहेछन्, त्यो यस्तो गर्दै हिँड्ने त्यो अलिकति अपाङ्गता भएको। हजुर त्यो पनि अचम्म लाग्यो कि मलाई। मान्नुहोस् न, अब त्यही नै कुरा होइन, मान्छेले भन्छ नि उहाँले पहिले नि यस्तो चिनेको मान्छेलाई बोलाउनु चाहिँ यता उहाँलाई थोरै थाहा यहाँ झगडा हुँदैछ यस्तो छ भनेर, त्यो बच्चा यहीँ छ भन्ने पनि त उहाँलाई थाहा छैन नि। उहाँले बोला भन्नु अलरेडी त्यो बच्चा चाहिँ यहीँ रहेछ कि होइन, त्यो भनेको पनि त एउटा उहाँको। अब दुबई जस्तो देशमा एउटा मुस्लिमको कन्ट्रीमा बागेश्वर बाबालाई चाहिँ नेपाली चेली पुनम यादवले लिएर आउने कुरा त एकदमै यो असम्भव जस्तो कुरा देखेको थियो कि। एउटा चेलीले एउटा महिलाले यत्रो काम गर्यो है, यो त तारिफ योग्य इतिहास बनायो। यो त हामीले सोच्न पनि सकेको थिएनौँ कि यस्तो होला भन्ने, तर एउटा दुबई जस्तो एउटा मुस्लिम कन्ट्रीमा एउटा नेपाली चेलीले यस्तो काम गर्नु भनेको नै एकदम ठुलो कुरा हो कि। हामीले यति गर्व लाग्छ, हाम्रो नेपाली चेलीमा पनि केही हिम्मत छ भन्ने लाग्छ होइन। यत्रो हिम्मत कति समस्याका बावजुद पनि उहाँहरूले है। हजुर। अनि त्यसपछि अहिले चाहिँ अब हाम्रो कसले ल्यायो अरे, अनि बाबा जो रामदेव हुन्छ नि कि यसरी हाम्रो बागेश्वर धामजी हुनुहुन्छ नि, गुरुजी हुनुहुन्छ, उहाँले चाहिँ नेपाली चेली ल्याउनु भयो अरे भन्दाखेरि हाम्रो चाहिँ यति धेरै तारिफ भइरहेछ कि तेरो नेपाली ल्याएको उहाँलाई गुरुजीलाई भन्छन् कि। त्यत्रा बिजनेसम्यानहरू ठुला मान्छे इन्डियामा छन्, यही दुबईमा कत्रा बिजनेस गरेर बस्छन्, कत्रा सेलिब्रिटीहरू सब छन् होइन। तर एउटा हिन्दू सनातन धर्मको कुरा मुस्लिम राष्ट्रमा चाहिँ दुबईमा लिएर आउने भन्ने कुरो सामान्य थिएन, कसैले सकेका पनि थिएन, ट्राई गरिरहेको थिए, सकेको थिएन। तर नेपाली एउटा चेली पुनम यादवले एउटा अठोट सङ्कल्प लिएर जसरी पनि बागेश्वर बाबालाई म लैजान्छु, नेपालमै गएको बेला भेट भएको भनेर भन्नुहुन्छ, लग्छु भनेर सङ्कल्प गरेर उहाँले 8-9 महिनामा बागेश्वर बाबालाई सङ्कल्प गरे पछाडि लिएर आउनुभयो। अचम्म एकदम अचम्म। अहिले पनि हेर्नु नि 4 दिन भइसक्यो होइन, यति पुलिसहरूले गेडा मारिरहेको छन् कि गल्ली गल्लीमा होइन, तर पनि सिआइडी आइरहेको छन्, तर
उहाँको चाहिँ कसले बोलाएको कुन मान्छेले बोलाएको भन्दा पुनम यादवले बोलाएको भन्दाखेरि चाहिँ पुलिसहरूले पनि केही सेनाहरूले दर्ता गरिसकेछ भनेर पनि डराउँछन् कि तर यस्तो मुस्लिम ठाउँमा होइन एउटा गुरुजीले ल्याउनु भनेको सानो सानो हिम्मत हुँदैन मान्छेमा। पुनम दिदी नि कडा मान्छे रहेछ। कडा मान्छे हुनुहुन्छ एकदम कडा र फ्राङ्किलो मान्छे। तर मैले पनि फर्स्टचोटि देखेको पुनम दिदीलाई अहिले चाहिँ अब नम्बरसम्म हामी कन्ट्याक्टमा छौँ होइन। हामीले केही दुःख पऱ्यो भने दिदी हामीले यस्तो पऱ्यो भन्दा पनि हामीलाई एकदम सजिलो हुन्छ। हजुरले गर्दाखेरि हामीले चाहिँ भेट्नेको मौका पनि पाइयो। हस् एकदमै खुसी लाग्यो तपाईँहरूले हामीलाई सल्भ गर्नुभयो। अब बागेश्वर बाबालाई सल्भ गर्नुभयो, त्यसै गरी सलमान खान आएर टिप्स दिनुभयो भन्नुभयो। विवेक ओबरायको त आफ्नै भिल्ला भइहाल्यो होइन। उहाँहरू तपाईँले उ गरिरहनु भएको छ। अन्तिममा चाहिँ सबै नेपालीले तपाईँहरूको भिडियो हेरिरहनु भएको छ, के भन्न चाहनुहुन्छ? यो भिडियोलाई चाहिँ धेरैभन्दा धेरै लाइक गरिदिनु, सेयर गरिदिनु, कमेन्ट गरिदिनु, मिठो मिठो कमेन्ट गरिदिनु। तपाईँको घर परिवारले नि हेरिरहनु भएको छ? हजुर हजुर, हाम्रो घरमा मम्मी बाबाले हेर्नुहुन्छ भने पनि मेरो छोराहरूले राम्रो काम गर्दै रहेछन् अनि धेरै खुसी लाग्यो यस्तो यस्तो ठाउँमा गएर। बढी पैसा कमाउँदो रहेछन्, टिप्स कमाउँदो रहेछन्, तर घरमा चाहिँ पैसा पठाउनु यिनीहरूले भन्ने त छैन होला नि? अलिकति त घरमा भन्दा नि अलिकति आफ्नो पर्सनल खर्च त हुन्छ, तर पनि चाहिँ हामीले घरमै पठाउँछौँ, त्यस्तो फाल्तु पैसा खर्च गर्दैनौँ। के भन्न चाहनुहुन्छ तपाईँ घर परिवारलाई? आफ्नो फ्यामिलीले आफ्नो घरको फ्यामिलीलाई धेरै मिस गरेको छौँ, यही भन्न चाहन्छु। है हजुर। अनि तपाईँले? लभ यु नेपाल, लभ यु मेरो फ्यामिली, साथीभाइ मित्रहरू सबैलाई सम्झेर बुढीसित त कुरा भइरह होला नि त घरमा? एकदम भइरहन्छ, सबैसँग भइरहन्छ कुरा। उहाँहरूको सबैको फ्यामिलीलाई मेरो पनि सम्झना छ, तपाईँले के भन्न चाहनुहुन्छ? त्यही यो नेपाललाई मिस गरेको छौँ, हाम्रो फ्यामिलीलाई मिस गरेको छौँ। दुबईमा काम गरेर पनि आफ्नै दाजुभाइ नभए नि म पनि तपाईँहरूको घरको दाजुभाइ जस्तै हो। दुबईमा आएँ, भेट्दा कस्तो लाग्यो? नै तपाईँ आफ्नै दाजुभाइ हो नि, नेपाली हो। नेपालले हामी आउँदै बित्तिकै तपाईँलाई बोलाएको हामीलाई। एकदमै खुसी पनि भएको, मलाई नि एकदम खुसी लाग्यो घर परिवारलाई सम्झिरहनु भएको छ। मलाई पनि एउटा यो बिरानो ठाउँमा बिरानो देशमा आउँदै गर्दा यसरी सपरिवार नै नेपाली, सपरिवार नेपाली काम गर्ने, वेलकम गर्ने देख्दाखेरि अचम्म लाग्यो। त्यही पनि सेलिब्रिटीहरूको यो घरमा र विश्वले चिनेका व्यक्तिहरू यहाँ आएर यसरी काम गर्ने, नेपालीले खुवाउने, त्यही पनि ढाका टोपी लाएर यसरी चाहिँ नेपालको शानसहित उहाँहरूले उच्च शिर बनाइरहेको देख्दाखेरि एकदम खुसी लाग्यो। हामी यस्तै यस्तै रमाइलो र सन्देशमूलक, इन्टरटेनिङ सबै खालका समाचारका भिडियोहरू तपाईँहरूलाई ल्याउँदै गर्नेछौँ। फेरि अर्को भिडियोमा भेटिन्छ। नमस्ते।